यो भिडियोमा चाहिँ म तपाईहरुलाई मेरो सबैभन्दा धेरै भ्युज आएको युट्युब भिडियो र सबैभन्दा धेरै इन्कम आएको भिडियोको बारेमा विथ इन्कम सहित देखाउन जाँदैछु। भिडियो लास्टमा हेर्दै गर्नु होला है त। सबैभन्दा धेरै भ्युज गएको भिडियो भनेको यो हो, नेट टेस्ट N5 खान्जा हाउ टु सल्भ क्वेशन एन्ड आन्सर स्याम्पल भनेर चाहिँ मैले यो जमानामा अपलोड गरेको थियो। यो भिडियोको चाहिँ हाईएस्ट भ्युज रहेको छ 2,79,750 भ्युज आएको छ है। र यो भिडियोले चाहिँ कति इन्कम गरेको छ भनेर हेरौँ है त। टोटल इन्कम भनेको $52.20 मात्र गाइज, र यसको एक्ज्याक्ट लगभग 7,596 एन जति हुने रहेछ है। सबैभन्दा हाईएस्ट इन्कम भएको भिडियो चाहिँ हेरौँ है त। यो रहेको चाहिँ IT कोर्स इन जापान, र यो भिडियोको चाहिँ टोटल भ्युज रहेको छ 36,605 र टोटल इन्कम भनेको $147.72 है, भनेको 21,498 भ्युज भने 36,600 मात्र छ जम्मा, तर इन्कम भनेको यति धेरै छ। हेर्नुस् त एउटै भिडियोको यो दुईटा भिडियोको हैन इन्कममा यति धेरै डिफरेन्ट आउनुको कारण के हो भन्दाखेरि मेन भनेको चाहिँ यो भिडियो हेर्ने युजरहरु चाहिँ कहाँ हुनुहुन्छ त त्यसमा डिपेन्ड हुन्छ। फर्स्ट भिडियो चाहिँ मेरो N5 क्वेशन स्याम्पल क्वेशन थियो। त्यो भिडियो भनेको नेपालमा हुने साथीहरुले धेरैले हेर्नु भयो, भनेको नेपालबाट मेरो धेरै भ्युज आयो तर इन्कम आएन। किन भन्दाखेरि नेपालमा चाहिँ विज्ञापनहरु लास्टै कम हुन्छ र भए पनि रेट विज्ञापनको रेट एकदम सस्तो हुन्छ, त्यही भएर चाहिँ इन्कम थोरै भएको हो। र सेकेन्ड भिडियोमा चाहिँ के छ भन्दाखेरि टपिक नै IT सम्बन्धित थियो। जापानमा चाहिँ IT को स्कोप कस्तो छ, स्यालेरी कस्तो छ, अनि पढ्नको लागि के गर्नुपर्छ त्यसको बारेमा डिटेल बनाएको थियो। र त्यो भिडियो चाहिँ मेरो म्याक्सिमम जापानमा बस्ने साथीहरुले, जापानमा हुने नेपालीहरुले चाहिँ हेर्नु भएको छ है। त्यही भएर जापानमा चाहिँ के हुन्छ, विज्ञापनको रेटहरु एकदम हाई हुन्छ र विज्ञापन पनि धेरै आउँछ, प्लस अनि टेक्नोलोजीसँग सम्बन्धित भिडियो भएको हुनाले पनि विज्ञापनको रेट चाहिँ अलि हाई हुन्छ है गाइस। सो त्यही भएर चाहिँ यति थोरै हैन 36,600 भ्युज आउँदा पनि 21,000 समथिङ चाहिँ जापानिज एन कमाउन सफल भएछ। सो मेरो चाहिँ हाईएस्ट इन्कम गरेको भिडियो चाहिँ यही बनेको छ गाइस। तपाईहरु पनि अब पैसा कमाउने सोचले बनाउँदै हुनुहुन्छ भने कन्टेन्ट पनि त्यही अनुसार चुज गर्न सक्नुपर्छ, होइन इन्फर्मेसन सबैलाई होस्, पैसा मुक्ति कि छैन भने चाहिँ जस्तो बनाउँदै हुन्छ। ओके, यो भिडियो तपाईहरुलाई कस्तो लाग्यो, मन पर्यो भने एक लाइक गरिदिनु होला, शेयर पनि गरिदिनु होला, र यो टिकटक अकाउन्टलाई पनि फलो गरेर जानु होला है त। बाइ बाइ।